आज ड्यू डेट 5 तारिक अलिअलि सङ्केत हो कि जस्तो छ। मैडम दगुर रहेछन्, हिँडिरहेछन्। अर्ली लेबरको साइन देखेर हामीहरू चेक गर्न भन्न आउँदैछौँ। लेट्स सी हाउ इट गोज। यो चाहिँ हस्पिटल पार्किङ हो हैन। ओन्ली वान थिङ हामीले चाहिँ पे गर्नु परेको भनेको यो हस्पिटलको पार्किङ हो। रातिको 7 बजे आसपास हिउँ परेको बेला थियो, भर्खर हिउँ परेर अब हिउँ चाहिँ पग्लिँदै अवस्था थियो। मैडम वासरुम गए, मेरो सिट यो आइछ, यहाँ चेक हुन्छ मलाई। अब निद लाउने सुई लगाइदिए अहिले। 20 मिनट जति यहीँ बस्नुपर्छ, त्यसपछि जानु पाइन्छ अरे। अनि घर जाने बित्तिकै सुत्नुपर्छ, निदै आइन्छ, निद लाग्छ। हामी हस्पिटलबाट अब घरतिर जान्छौँ। के भयो भन त, के भयो? निद लाग्छ, उसलाई चाहिँ सुत्ने औषधि सुई लगाइदिए भनौँ न, निद्रा पुग्नुपर्छ भनेर। अनि अहिले हामी जाँदैछौँ। अब अर्ली साइनै हो भन्ने कुरा गऱ्यो। यो चाहिँ फेरि अर्को दिन हिउँ परेको थियो जताततै। वाकिङले चाहिँ अलिकति हेल्पफुल हुन्छ भनेर वाकिङमा हामी सबै गएका थियौँ। हामी साँझ फेरि गयौँ। अलि बढी नै कन्ट्र्याक्सन दुखाइ बढी भयो भन्ने भएर नर्सहरूबाट चेक भयो। चेक गरेर अझै टाइम आएको छैन भन्यो। सुत्ने दबाई दियो, सुई लगाइदियो। आज 7 तारिक हो, 5 तारिक ड्युटी थियो। हामी आइयो, यहाँ आइयो। मम्मी यहाँ हुनुहुन्छ। जान्छु कि जान्छु गर्नुभएर आइयो। अब कन्ट्र्याक्सन चाहिँ अलि रेगुलर भइरहेको थियो। अनि नर्स आएर सबै डेटाहरू कलेक्सन गरेर बीपीदेखि लिएर बच्चाको धड्कनदेखि लिएर सबै कुराहरू कलेक्सन गरेर गएपछि अब मिडवाइफ आएर चेक गर्ने कुरा भएको थियो। मम्मी हुनुहुन्छ। कन्ट्र्याक्सन चेक गर्ने फर्स्ट टाइम भेटेँ। कन्ट्र्याक्सन चाहिँ योभन्दा अगाडि चेक गरेको थिएन। कन्ट्र्याक्सन भनेको अलग कुरा भयो। कतिको लेबर पनि भएको छ भनेर चेक गर्ने यो मेसिनमा चाहिँ देखाएको थियो। नर्सपछि 2टा मिडवाइफ हेरेर आए। म्याडमलाई हेर्न आएँ। अझै पनि राम्रोसँग खुलेको छैन भन्ने कुरा गऱ्यो। सब चेक गरेर नेपालको हस्पिटल र यहाँको हस्पिटलमा के फरक पाउनुभयो? धड्कनहरू प्रेसर त चेक गर्छन्, यता धड्कनहरू सबै आमाको उसको केही पनि गर्दैनन्। अब 2-3टालाई त गराउनु गइछु जान त लिएर, केही पनि गर्दैनन्। प्रेसर चेक गर्छन्, तौल चेक गर्छन्, कति छ पहिला देखाउनुको हेरेर। अनि बढी बिमार लगाए राख्छन्, नलाए हिँड वकिङ गर एकछिन भन्छन्। सुरुवात मात्रै भयो, घर भोलि आइज भन्छन्। अलिअलि घर खोलिया 3 घर 4 घर खोलिया बिमार लाग्ने औषधि राखिदिएर छिटो गराउँ। नर्मल हुने जस्तो भयो, नभए अपरेसन उसमा भर्ना गर्छन्, राख्छन्। त्यही हो। रातिको 2:48 गयो, फेरि आएको छौँ हामीहरू। दुखाइ एकदमै बढेको थियो, त्यही भएर हामी फेरि गयौँ। फेरि घर पठाइन्छ कि भनेर म्याडमले चाहिँ यो कर वाक गर्न लाइछन्। Oh man, look at her. I salute, man. I salute you, baby.
सबै आमाहरूलाई नमन। यो खर बगमा चाहिँ हेल्प हुन्छ भन्ने कुरा भन्छ। हिउँछ केयरफुलै चिप्लिन्छ। साढे 4 भयो। म्याडम हिँडेको हिँडै छन् यताबाट उता उताबाट यता। साढे 7 भयो। पेन बढिरहेछ। यो लाफिङ ग्यास भन्ने हुने रहेछ मुभीहरूमा जुन हुन्छ नि लाफिङ ग्यास छोड्ने भने लाफिङ ग्यासले पेन रिलिफ गर्न सहयोग गर्छ भनेर ट्राई गरेको कामै गरेन। द पेन इज स्ट्रङ्गर। मेरो चाहिँ उतापट्टि बेड यस्तो सेटअप गरेर सुत्ने प्रयास गरेँ तर म्याडम छटपटेको भयो नि त्यही भएर न म्याडम सुत्ने न म सुत्ने त्यस्तै दुइटै सुत्ते छैन हिजो आज। 8:30 बजे अनि यो ग्यास चाहिँ लिइरहेछ नि अलिकति त्यसले हेल्प हुन्छ भनेर। के हुन्छ खानेकुरा हेरेर खानु पर्यो। ब्रेकफास्ट खान लाग्यो अझै एकपल्ट एकछिन हिँड्न भनेको छ। यो दबाई उहरू सँगसँगै लगाइरहेछ चढाइरहेछ। यो भन्दो रहेछ एपिड्युरल। So why don't you come over? अझै एकपल्ट यो पोजिसनमा छैन अहिले। यहाँबाट एउटा अक्सिटोसिन भन्ने छ अर्कोतिरबाट के भन्छ अरे के भन्छ अरे बेबी आज साँझसम्म आउने सम्भावना धेरै छ। साँझको 4 बज्यो। सन्डे आज। म्याडमको पोजिसन यस्तो छ। यो यस्तो अलिकति ठाडो। म बेड यहाँ यो ओढेर मस्त सुतेँ म। मिठो निदा यो धेरै दिनको। सो ट्युजडेबाट बेतला आउनु सुरु भएको कन्ट्र्याक्सन सुरु भएको। 136 135 बेबीको हार्ट बिट। यो म्याडमको बिपी 27 भनेको यो कन्ट्र्याक्सनको रेट हो। यही पनि देखाउँछ यसमा पनि। ब्याकग्राउन्डमा आएको चाहिँ बेबीको हार्ट बिट हो। सो यत्रो दिन बसेर सबै दुःख पाएर लास्टमा के गर्नुभयो? अपरेसन गर्नुभयो। मङ्गलबार मिडनाइटदेखि दुखाइ सुरु भएको थियो। हामी बुढाबुढी दुवैको योजना सकेसम्म नर्मल डेलिभरी नै गर्ने भन्ने थियो र उनले सोही अनुसार 6 दिनसम्म दुखाइ सहिन् हैन। बट बेबीको हार्ट बिटमा चाहिँ अलिकति माथि तल भएको पाइयो। त्यसपछि चाहिँ डाक्टरले नर्सले चाहिँ अब सिजरिन नै गर्नुपर्छ भन्ने भएपछि हामी एकअर्कालाई हेर्दै टोलाउने बाहेक केही पनि भएन। एकअर्कालाई हेर्छौँ के बोल्न सकेनौँ। त्यो मोमेन्ट चाहिँ आई कान्ट एक्सप्रेस। अहिले यो भिडियो एडिट गर्दा पनि मलाई
I can't express the feeling right now. सो म्याडमलाई बेड सहित लिएर गए अब अपरेसन थिएटरमा मसँग भएको चिजहरूलाई अर्गनाइज गर्नुपर्छ हामीसँग भएको कपडा कपीहरू अनि पछि अर्को उसमा चाहिँ सिफ्ट गरिदिन्छु भने 2 बजे सोमबारको बिहान भयो लगभग 24 घन्टा भयो बेडलाई छोडेर आएँ बेड फिर्ता लिएर आएँ म थिङ्सहरू प्याक गरेँ सबै कुरा रेडी भएको छु I'm waiting. मलाई लिन बोलाउँछन् अहिले 2:20 भइसक्यो कुरै पनि धेरै भइसक्यो अझै आएको छैन मलाई लिन त्यहाँ सबैको रेडी गरेर मन लाग्छ अब भाइ त्यो भाग नदुख्ने गराएर सबै कुरो गराएर रेडी बनाएर बल्ल लिन आउनु होला मलाई भन्न पहिले भन्थे अलिकति टाइम लाग्न सक्छ ढिला हुन सक्छ तर डन्ट वरी हामीले भुल्दैनौँ तपाईँ भन्दै थिएँ जगन्नाथ नमः शिवाय त्यसपछि एकैछिनमै मलाई अपरेसन थिएटरमा लिएर गए जहाँ काम सुरु गरिसकेको अवस्था थियो मलाई म्याडमको साइडमा बस्न भने म्याडमको टाउकोनिर भाग चाहिँ कभर गरेको थियो आधा भाग जो चाहिँ उतापट्टि के भइरहेको छ भने खासै देखिन्थेन अब मैले हेर्न चाहेको देख्ने मिल्थ्यो होला तर बट आई डिड नट वान्ट टु से इट म चाहिँ म्याडमलाई हेरिरहेको थिएँ मतलब टाउकोनिर थिएँ उसको बिपी मोनिटर गरिरहेको थिएँ बिपी चाहिँ फ्लक्चुएट भइरहेको थियो माथि तल एकदम तल गरिरहेको थियो होइन एउटा मोमेन्ट चाहिँ तल भनेको मैले ख्याल गरेको लगभग 60 को आसपास पनि गइरहेको थियो सो आई वाज सो वरिड आई कान्ट एक्सप्लेन है सो त्यो हुँदाहुँदै अनि अचानक बेबीको आवाज आयो यस आवर बेबी वाज बर्न हाम्रो बेबी जन्मियो करिब 2:30 बजे अनि बच्चा जन्मिसकेपछि इमिडिएटली मलाई म्याडम थिम भएको ठाउँबाट लिएर उता गएर बेबी थिम बोलाए पहिला फोटो खिच्न भन्दै थिए मलाई अनि वेलकम टु द वर्ल्ड बेबी मैले झ्यापझुप फोटो खिचेँ आई वाजन्ट रेडी फर द्याट म्याडमको जुन कन्डिसन थियो त्यति बेला जुन बिपी एकदम लो भइरहेको थियो म बेबी मलाई त्यो सँगै अगाडि दिँदा पनि मलाई त्यो जुन किसिमको हुनुपर्ने खुसी थियो त्यो आइसकेको थिएन अनि उनीहरूले नाल काट्छस् भनेर मलाई सोध्दै थिए मैले तिमीले गर भने अनि बेबी चाहिँ उनीहरूलाई जुनै छोडेर फेरि म म्याडम थिम जान्छु भनेर म्याडम थिम गएँ म म्याडमको अफकोर्स टाँका लगाउने काम भइरहेको थियो त्यति बेला म फेरि म्याडमको त्यही टाउकोनिर गएर बसेँ म उनको टाउको अनुहार म सार्छु के गर्छु होइन अनि बिपी चाहिँ एकदम माथि तल भइरहेको अवस्था थियो त्यो मोमेन्ट अब अहिले यहाँ केही बयान गरेर साध्य हुँदैन होइन यस्ता कुराहरू चाहिँ अनि पछि बेबीको नाल काटेर त्यहीँनिर ल्याइदिएँ मैले बेबीलाई चाहिँ म्याडमलाई देखाएँ तर म्याडमले हेर्ने अवस्थामै थिएनन् त्यति बेला अनि मैले इमिडिएटली फेरि मलाई दिइरहेको बच्चा तिमीहरूले नै राखिदियो एकछिन भनेर दिएँ मैले उसलाई चाहिँ होइन अनि म म्याडमसँगै बसिरहेँ त्यो ऊ नहुँदासम्म चाहिँ अब अलमोस्ट सकियो भनेर भनिसकेपछि अब बेबी लिएर तिमी चाहिँ त्यो वेटिङ रुममा जाऊ अनि हामीले म्याडमलाई ल्याउँछौँ भने उनीहरूले मलाई चाहिँ अनि म र एउटा नर्स भएर चाहिँ त्यो अर्को रुममा लिएर गए मलाई तौलिएको 1 ounce and I can switch it to grams. 6.13 Oh, 6 pounds right? 3 ounces, or 6 pounds 13 ounces. Okay. Oh, great. wow. Yeah, that's better. So And then 3.1 kilo. wow, that's good. Yeah, that's a good 3 size. किलोको बेबी बेबी र आमाको बेड भयो बेबी र आमाको शिवानी सिर्जिना
अपरेसन थिएटरबाट बच्चा आमा दुबैलाई रिकभरी रुममा ल्याएर बच्चाको तौल त्यसपछि धड्कनहरू सबै कुरा जाँच्ने काम भयो भने अनि म्याडमको पनि बिपीदेखि लिएर सबै कुरा जुन चेक गर्नुपर्ने कुराहरू हुन्छ त्यो सबै चेक गर्ने कुरा भयो र एकैछिनपछि हामीलाई चाहिँ अर्को रुममा सारियो जसलाई पोस्टपार्टम केयर युनिट भन्छ। त्योमा चाहिँ बच्चा जन्मिसकेपछि आमा बच्चा जो अब रिकभर सबै तरिकाले फुल्ली नहुँदासम्म घर नजाँदासम्म भन्नु पर्यो राख्ने ठाउँ चाहिँ पोस्टपार्टम केयर भयो। त्यो रुममा हामीलाई लगियो जुन चाहिँ हाम्रो पर्सनल रुम थियो। सो हामीलाई उसबाट चाहिँ सारेर पोस्टपार्टम केयर भन्नेमा चाहिँ रुममा सारे। यो प्राइभेट रुम हाम्रो यो ढोका भयो होइन, वासरुम भयो, बेसिन छ। त्यसपछि यो बेडलाई अब यसरी गर्न मिल्छ, बेड बनाउनलाई सुत्नलाई मिल्छ मेरो लागि। त्यसपछि छोरो यहाँ चाहिँ के गरेछ, छोरोले हाई हाई गरेछ। अनि छोरोको आमा ऊ स्टिचेस लाछ, सबै दुखाइ छ, बट रिलिभ्ड राइट। यहाँ धेरै दिनको पेन पछिको सुताइ। टेक केयर माई लभ। यो भिडियो यहाँनिर नै मैले अन्त्य गर्न चाहन्छु। हजुरबुवा हजुरआमाको भेटघाट नातिसँग र घर जाँदाको सबै भिडियोहरू अर्को भिडियोमा आउनेछ। थ्याङ्क यू सो मच फर वाचिङ। तपाईँहरूले कमेन्टमा आशीर्वाद पनि दिन सक्नुहुन्छ। बेबीलाई लाइक सेयर सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद। सी यू इन द नेक्स्ट भिडियो। बाई।